जहिले पनि बनहरुमा के छ भनेपछि आय आर्जन थुप्रै हुन्छ तर हिसाब किताब जिरै हुन्छ यहाँ। राजनीति धेरै नखेलौँ हजुर। यो राजनीति हामी गर्न सक्दैनौँ। हामी आफ्ना मात्रै काम गरौँ अनि राम्ररी अगाडि जाउँ। उपभोक्तालाई राम्रो कार्ड दिनुपर्छ, उपभोक्तालाई चाहिने राम्रो चाहिने गेलीहरू दिनुपर्छ भने अझ योचोटि पनि अझ उस्तै धोत्रा बोत्राकै चाहिने यहाँ कार्ड उपलब्ध भएको छ। यो त्यत्तिकै आएको बनाइन, लालसिङको टाउको काटेर भगुन्डो खेल्नुपर्छ भन्न समेत पाएर त्यतिसम्म लडेर तपाईँहरूको सपोर्टले यो आएको बनो, यसलाई नगुमाउनुहोस्। अघि भर्खरै हिसाब किताब उहाँले भन्नुभयो, सरले आउनुभयो, त्यसो हाल्नु पो सक्यो। त्यो होइन, हामीलाई बोल्ने अधिकार आज छ, भोलि छैन। फेरि ज्योति आबीमा टिचर छैन, उहाँले के भन्नुहुन्छ, यहाँ एकजना हेरालु छ, तपाईँहरू उपभोक्ता लागेर यो संरक्षण गर्नुहोस्, एकजना हेरालुको खर्च म एकजना मास्टर उपलब्ध गराइदिन्छु भनेर भन्नुभएको छ। के गर्नुभएको छैन। रानी जरुवा समुदाय वनले नगरे भन्ने त मलाई लाग्दैन। यो हाम्रो तटबन्धनको काम पनि गरेकै छ, उपभोक्ताले सुलभ मूल्यमा 70 रुपियाँमा काठ पनि पाएकै छ। जङ्गलमा आग लागेको छ, चोरी तस्करी भएको छ, तपाईँहरू पिन्न फर्किनुहुन्छ, यतातिर हेर्नुहुन्छ, उतातिर जानुहुन्न। सत्य कुरा यो, कसै सबैलाई भन्दैन, केही हामीसँग यस्ता प्रवृत्ति भएका साथीहरू पनि छन्। अब जङ्गलमा चोरी तस्करी हुँदैछ, हामीलाई जानकारी छ, आएर खबर गर्छन्, तर त्यहाँ गएर जाँदैनन्। तो 1 सालको लगानी र मिहिनेत र पसिनाको सम्पत्ति हो, तपाईँहरूको सम्पत्ति हो। यो तपाईँहरू कर ट्याक्स मिहिनेत र संरक्षण गरेर आज चाहिँ यो काठ उत्पादन गर्नुभयो, बिक्री वितरण भयो। यही सम्पत्ति पनि कति खर्च भयो, कति आम्दानी भयो, कति के भयो भने तपाईँहरूले कसैले पनि सोच्नु भएन क्या। म यही कारणले गर्छु, म एउटा अतिथिको रूपमा आउनु पनि मलाई ठिक लाग्दैन। हेर्नुहोस्, किनभने पनि हिसाब किताब नहेर्ने, रौके तालिम छुट्टी दिने, तपाईँहरू एक बट्टा बिस्कुट पायो भने तालिम छुट्टी दिने, एक बट्टा 1 गिलास पानी पायो भने तालिम छुट्टी दिने। वास्तविक कुरा के हो, हिसाब किताब स्पष्ट हेर्नु पऱ्यो क्या। यो आफ्नो सम्पत्तिको नि हेरफेर गर्नु पऱ्यो नै, हेरविचार गर्नु पऱ्यो कि नै। यो सम्पत्ति कति हिनामिना भए छ, कति बचत छ, कति खर्च छ, कति उयो छ, कति हामीले चाहिँ कार्यक्रमहरू सिपमूलकका कार्यक्रमहरूमा पाएका छौँ, कुनै हामीले के पाएका छौँ भनेर बुझ्नुपर्ने कुरा होइन। तपाईँहरूले यो बुझ्नुहुन्न, रौका आएर तालिम छुट्टी दिनुहुन्छ, मलाई अलिकति ठिक लागेन। हेर्नुहोस्, यो अब म रानी जरुवा सामुदायिक वनले गरेका वार्षिक हरहिसाब यसै 11औं साधारण सभामा सुनाइ हुने भन्दै म हजुरहरूलाई स्वागत भाषणको मन्तव्य व्यक्त गर्दै यतिमा बिदा हुन्छु। हस्, नमस्ते। नेपालको धन हरियो वन, अब यसबाट हुने आय आर्जन होइन, कहाँ लगानी भयो, कस्तो लगानी भयो, सही किसिममा सदुपयोग भएको छ कि छैन भन्ने किसिमको हामी सबैले चासो र यसमा जानुपर्छ। तपाईँ हामी खालि तालिफिट भन्यौँ तालिफिट दियौँ, नफिट भन्यौँ नफिट दियौँ हामीले होइन। त्यस कारणले अहिलेसम्म यहाँको राज्य सत्ताबाट लिएर हरेक ठाउँमा हामीले हेरेका छौँ, तालिफिट दिने पछि ठाउँ ठाउँमा गएर यहाँ त यस्तो भने, यस्तो भने, यस्तो गरे, उस्तो गरे भने बाहिर गएर बोलिदिन्छौँ हामी। त्यस कारणले यो वन भनेको हामी सबैको हो, सबैको हिसाब किताब खोज्ने हो, सबैको अधिकार छ। यहाँ कुनै मिस्टेक छ, गल्ती छ, कर्मचारी नियुक्तिमा पनि कसैलाई मनमा लागेका कुरा छन् भनेपछि भन्ने हो। यो कसैको निजी वन होइन, सबैको हो, 3 नम्बरवासीको हो। हेर्नुहोस् है, तपाईँ हामीले नबोलेपछि, तपाईँ हामीले नखोजेपछि, तपाईँ हामीले यो वनलाई नजगाएपछि, तपाईँ हामीले यो वनलाई संरक्षण नगरेपछि तपाईँ हामीले के पाउँछौँ होइन, केही पाउँदैनौँ। त्यस कारणले म के भन्न चाहन्छु भनेपछि हरेक ठाउँमा तपाईँ पनि जाग्नु जरुरी छ, थाहा पाउनु जरुरी छ होइन। मैले अघिल्लोचोटि पनि यो साधारण सभामा भनेको थिएँ, उपभोक्तालाई राम्रो कार्ड दिनुपर्छ, उपभोक्तालाई चाहिने राम्रो चाहिने गेलीहरू दिनुपर्छ भने अझ योचोटि पनि अझ उस्तै धोत्रा बोत्राकै चाहिने यहाँ कार्ड उपलब्ध भएको छ। प्लस अब झ्याल कति गए, कडी कति गए, हरेक चिज यो हिसाब किताबमा आउनुपर्ने थियो। हामीले बाहिर कति वितरण गरेका छौँ होइन, पलङ बाहिर कति वितरण गरेका छौँ, चौखड कति बाहिर वितरण गरेका छौँ, झ्याल कति बाहिर वितरण गरेका छौँ होइन, कति के छ होइन। तपाईँ हामीले खोजे पो हुने हो। अब तपाईँ तालिफिट दिने, यहाँ समितिले धोत्रा तैँले काठे समितिलाई राखिदिने, निकातार बाहिर बेचिदिने। प्राथमिकता त उपभोक्तालाई हो, प्राथमिकता त 3 नम्बरवासीलाई हो। सडे परेका ढला त बाहिर हुन्, तर त्यस्तो छैन यहाँ। हेर्नुहोस्, त्यस्तो पटक्कै मैले देखेन।
होइन त्यस कारणले अहिले जहिले पनि यी वन यहीँ किन नभएर यो वनले त केही अलिकता गरेको छ हरेक वनमा के छ भने कर्ज मात्रै हुन्छ आय आर्जन 27 लाख 30 लाख 45 लाख देखे पनि यहाँ अन्तमा साधारण सभामा जिरो र चाहिने कर्ज मात्रै देखाउँछन् हेर्नुहोस् होइन 27 28 लाख 45 लाख 50 लाख भएको विकास के छ त कसलाई कहाँ के भएको छ त खालि समितिलाई होइन हरेक चिजलाई मात्रै हो त यो के छ विकास हामीले विकासतिर पनि लगानी गर्नु पर्यो यहाँका कति छन् अपाङ्गलाई पनि लगानी गर्नु पर्यो यहाँका हरेक चिजलाई पनि हामीले त्यहाँ छ त सबै खर्च छुट्याएको हे त्यो खर्च विनियोजन भयो कि भएन त्यो खर्च चाहिँ व्यवहारमा गयो कि गएन तपाईँ हामीले बोलियो हो होइन बाहिर यस्तो गरे उस्तो गरे यस्तो गरे भन्नु भन्दा पनि सामेल नै भनौँ हामी हेर्नुहोस् है जहिले पनि वनहरूमा के छ भनेपछि आय आर्जन थुप्रै हुन्छ तर हिसाब किताब जिरै हुन्छ यहाँ हामी लालीगुराँसको पनि जान्छौँ होइन हरेक ठाउँ हामी वनमा जान्छौँ हिसाब किताब जिरो मात्रै देखाउँछन् त्यस कारणले तपाईँ हामीले खोज्न जरुरी हो कुनै गलत छ केही छ हरेक चिज छ होइन तपाईँ हाम्रो अधिकार हो कसैको मनमानीले यहाँ चाहिने एकलौटी ढङ्गले कसरी चलाउँछ भने त्यसलाई गिट आउट गर्ने तपाईँ हाम्रो अधिकार हो हेर्नुहोस् तपाईँ हामी सक्नुपर्छ राम्रो काम गर्नेलाई धन्यवाद पनि दिने हो त्यहाँभित्र केही लाग्छ भनेपछि त्यसलाई बाहिर फाल्ने पनि तपाईँ हाम्रो काम हो तर बाहिर चौकमा गएर फाले यसो गर्यो फाले उसो गरिरहेछ हिस्को यसो गरिरहेछ यहाँ यति घाटा लागिरहेछ छ बाहिर नभनौँ हामी जे छ सामेल नै भनौँ जे छ मुखैमा भनौँ होइन अब कर्मचारी नियुक्तिमा पनि यहाँ कमसेकम विज्ञापन खोलेर सबैलाई यहाँ छन् नि त असहायकहरू अभाङ्गहरू पनि छन् तिनलाई पनि त्यो किसिमले प्रतिस्पर्धा गर्न सक्ने किसिमको एउटा त्यो किसिमको ल्याइदिए भने सबै प्रतिस्पर्धा गर्छन् मनमानी ढङ्गले होइन कर्मचारी नियुक्ति गर्ने हरेक चिज नियुक्ति गर्ने यो अलिकता हामीले चित्त बुझेको छैन यहाँ हेर्नुहोस् त्यस कारणले हामी सबै चिजमा हामीले निगरानी गर्नुपर्छ सबै चिजमा ठिक छ खर्च छैन चौकीदारको खर्च छ होइन यहाँ कार्यालयको खर्च छ यताउता दौडभागको खर्च छ होइन सबै ठाउँमा खर्च छ तपाईँ हामीले सबै ठाउँमा यसलाई निगरानी गर्नुपर्छ हेर्नुपर्छ वन पनि बचाउनुपर्छ वन पनि बनाउनुपर्छ होइन त्यस कारणले सबैले यो चिज हेर्नुपर्छ भन्ने मेरो छोटो सुझाव र सल्लाह यहाँ अन्त्य गर्दै हवस् त नमस्कार सबैलाई यहाँ कुरा के आयो भने सर्वप्रथम त म के भन्न चाहन्छु भने यहाँ हाम्रो यहाँ सदस्य कतिजना छौँ लगभग सदस्य हामी लगभग हाम्रो यहाँ 25% पनि हामी देख्दैनौँ चासो पनि हुँदैन उहाँहरूलाई हाम्रो कमी कमजोरी वनकै कमी कमजोरी समूहको कमी कमजोरी पनि होइन यो हामीमा पनि अलि निर्भर जान्छ हामी किन घर बसेका छौँ यति बेला किन आउँदैन कारण पनि होला तर म के भन्न चाहन्छु भने अहिले धेरै समय नलिकन अब तपाईँहरू यहाँ सुन्नुहोस् एउटा वनका यहाँ सुन्नुहोस् अहिले भनेर के काम छैन सुन्नुहोस् मेरो कुरा यदि अगाडि बढ्नु छ के गर्नु छ हामीले विरोध गरेर पनि हुँदैन काम देखाउने सुझाव पनि दिनुपर्छ म एउटा कुरा भन्न चाहन्छु यहाँ के भन्न चाहन्छु तपाईँहरूको आम्दानी आउँछ वैज्ञानिक वन जस्तो करोड आम्दानी आए त यहाँ विकास गर्न सकिएन तैपनि हामीसित अहिले 28-30 लाख आम्दानी आउँछ तर कहाँबाट आउँछ अलि अध्यक्ष दौड्या हुन्छन् एक्लैले दौडेर पनि हुँदैन तपाईँहरूले पनि सहयोग गर्नुपर्छ हामीले पनि सहयोग गर्नुपर्छ उहाँलाई मैले उहाँ मेरो आफ्नो मान्छे हो भनेर भने होइन हामीबाट पनि केही कमजोरी भइरहेछ चिरानबाट यदि हाम्रो फाइदा छ भने चिरान गर्न दिउँ चिरानबाट फाइदा छैन भने चिरान गर्न नदिउँ न यदि चिरानबाट जस्तै पलङ कसैको घरमा गएको छ टेबल कसैको घरमा गएको छ भने त्यसले हामीलाई फाइदा हुँदैन 2-4 वर्ष हामीले हेरिहाल्यौँ अब नदिउँ अब हो र उपभोक्तालाई यहाँबाट कार्ड पाइनेछ भने कार्डका लागि निवेदन गरौँ उहाँहरूले समय दिनुहुन्छ समितिले समय दिन्छ हामीले त्यो गरौँ त्योबाट हाम्रो फाइदा हुन्छ भने हामी त्यो गरौँ एउटा सामाजिक फाइदाहरू एकजनाको फाइदा नहेरौँ मेरो सुझाव के छ भने तपाईँहरूको आम्दानी यहाँ 40 लाख 30 लाख रुपियाँ भइरहेछ भने तपाईँहरू अरू नदिनुहोस् धेरै सहयोग नगरौँ अब यदि कुनै हाम्रो त्यो तटबन्धन गरिदिए पनि हुन्छ 10 लाख रुपियाँ छुट्याउँ न ल यो साधारण सदभाव छुट्याउँ 10 लाख अरू माग नगर्नुहोस् तपाईँहरू सबै माग त हुँदैन नि सबै माग अब हामीलाई कुर्सी पनि चाहियो पलङ पनि चाहियो काठ पनि चाहियो नभनौँ हामीलाई विकास चाहियो सामाजिक विकास चाहियो भने जाउँ
तटबन्धन यहाँदेखि उहाँसम्म गरौँ, कति खर्च लाग्यो सबै बसौँ, राम्रो मान्छे बस्छौँ, यहाँबाट आम्दानी निकालौँ, सबै बसेर अनि छुट्याउँ, सबै मिलेर छुट्याउँ, यहाँबाट ताली पिटौँ, हाम्रो काम हुन्छ त? हुन्छ कि हुँदैन? गर्न सकिन्छ? गर्न सकिन्छ कि अहिले भन्नुहोस्, सकिन्छ कि नै? सकिन्छ भने ताली पिटौँ सबै मिलेर। अब यसबाट यहीँबाट 10 लाख रुपियाँ छुट्याउँ, यहीँबाट 10 लाख रुपियाँ छुट्याउँ। हाम्रो अध्यक्ष यहाँ हुनुहुन्छ, नाइ भन्दैनन्, किन भन्ने होइन? उनको घरको काम त होइन नि, यो त सामाजिक काम हो, ऊ त नाइ भन्दैन। एउटा एउटा तयारीमा जानु पर्यो। अर्को रह्यो विद्यालयका कुरा, न्यू ज्योति आधारभूत विद्यालय 2071 मा बनेको छ, अझ तसको त्यसै छ, रङ्ग मात्रै फरक गरेको छ, बिल्डनले अरू त्यसै छ कि नै? 6, 7, 8, 9 किन बनाइँदैन त्यहाँ? किनभने आर्थिक नहोला, त्यहाँ जाने मान्छे नहोला, त्यहाँ बोल्ने मान्छे नहोला, त्यहाँ गर्ने मान्छे नहोला। यो वनले पनि उसलाई पनि सहयोग गरौँ, एउटा हाम्रो विद्यालय हो, यसलाई पनि सहयोग गरौँ। हामी यहाँ राजनीति धेरै नखेलौँ हजुर, यो राजनीति हामी गर्न सक्दैनौँ। हामी आफ्ना मात्रै काम गरौँ अनि राम्ररी अगाडि जाउँ। यसका लागि म हजुरहरूलाई अगाडि आउने, पछाडि नबोलिदिने, एउटा त्यो रह्यो। अर्को म भन्छु एउटा कुरा, आम्दानी गर्ने हो, धेरै समय लिँदैन, 2 मिनट। आम्दानी गर्ने हो भने यहाँ मिल खोल्न सक्छ कि सक्दैन मान्छे? ल भन्नुहोस् त। एउटा सानो मिल यो समूहका नाममा चल्छ कि चल्दैन? त्यो मिलमा कति खर्च आउँछ? आरा मिल नबनाउनुहोस्, आरा मिल बनाउनेले बनाइरहेछन्, उनलाई धेरै सम्पत्ति चाहिन्छ आरा मिलमा। आरा मिलमा हाम्रो काम होइन। हामीले यहाँबाट हल्का आम्दानी लिएर धान कुट्ने, लाई पिस्ने, गहुँ पिस्ने यहाँ बनाउन सक्छु कि सक्दैन? ल यहाँ बनाउनुहोस्, बनाउनको लागि पनि तयारी गरौँ न। रोजगारी पनि 5-6 जना पाउँछन्। यो सुझाव हो, यसलाई अन्यथा नलिनु होला। अडिकता यसरी जाएपछि 1 वर्ष तटबन्धन गरौँ, अर्को वर्ष आम्दानी गर्ने काम गरौँ, अर्को वर्ष चप्पल फ्याक्ट्रीको सानो चप्पल एउटा फ्याक्ट्री हुन्छ त्यो गरौँ, टपरी कसरी बनाउने भन्ने मसिन ल्याऊ, बिस्तारै बन्ने कुरा हो क्या यो। सिपमूलक कार्यक्रम ल्याएर यहाँ तयारी गरौँ, एक अर्कालाई दोष नदिउँ, हाई पनि गरौँ, काम गर्नको लागि सहयोग गरौँ भन्दै मेरा 2 शब्द यहीँ टुङ्ग्याउँछ। अलि आवाज चर्को छ, मास्टर भएको नाताले जोरले बोल्नुपर्छ, दुःख नमान्नु होला भन्दै बिदा भएँ। होस् त, धन्यवाद। तर प्रोक्ता साथीले भन्नुभयो उपस्थितिमा कमी माने भन्नुभयो, तर उपस्थिति यो समयको उपस्थिति भने मैले त धेरै माने, किनभने कुनै ठाउँमा पनि गयो भने उपस्थिति यति देख्दैन। तर यहाँ महत्त्वपूर्ण आवश्यक जनतालाई छ, वन चाहिएको छ, हरियो वन नेपालको धन भन्ने सबैलाई उ छ। र यो वनकै मायाले गर्दा यत्रो उपस्थिति भएको। हेर्नुहोस्, कुनै पनि साधारण सभा अरू चाहिँ अन्य कार्यक्रममा यत्रो मान्छेहरू आउँदैनन्, तर उहाँहरू आउनुभएको छ। उहाँहरूलाई सम्मानको साथ धेरै उहाँहरूलाई धन्यवाद दिँदै म यो छिमेकी वन समितिको तर्फबाट मलाई पनि 2-4 कुरा राख्न दिएकोमा यो कार्य समितिलाई पनि धन्यवाद दिँदै म अब धेरै कुरा नबोलिकन यत्तिकैमा तपाईँहरूबाट बिदा हुने अनुमति माग्दछु। नमस्कार। अब यो तटबन्धनको जो कुरा राख्नुभयो, यो तटबन्धन त यहाँको सरकारले पनि हेर्नुपर्ने कुरा हो क्या। खास गरी यो तटबन्धन हेर्ने बतु यहाँका यी भनौँ हाम्रो साना स्कुलहरू उहाँ अहिले सरले भनिजानुभयो, त्यो स्कुलहरूलाई भनौँ केही एकदम बनाइदिनु पर्ने, भनौँ हाम्रो जो यहाँ सरसुविधा अपाङ्गहरू कुनै कसैलाई समस्या आउँछ भने त्यो समस्याहरूलाई हल गरिदिनु पर्ने म यो वन समितिले देख्छु। खास गरी अब भनौँ अहिले तटबन्धनको कुरा राख्नुभयो, यो पनि एकदम राम्रो कुरा। अथवा 10 लाख 20 लाख रुपियाँ यहाँ नहुन पनि सक्ला यो वन समितिमा, भनौँ उहाँहरूले राखेर जानुभयो। तर यसभन्दा पनि यहाँका पिछडिएका वर्गहरूलाई सरसुविधाहरू के कस्तो छ, यो वनबाट हामीले पाउने आम्दानी के छ। अहिले मलाई बहुत खुसी लागेको छ, जो 7-8 लाख रुपियाँ भनौँ यो वन समितिमा ब्याङ्कमा जम्मा भएको छ। यो एकदम म अध्यक्षज्यूलाई पनि राम्रो बधाई दिन्छु, धन्यवाद छ। यहाँसम्म आजसम्म बचौड त आएकै थिएन, बचौड छानाबिन थिएन होइन, यो 0 पोइन्टमा थियो। आज यो बचौड पनि निकाल्नु भएको छ। यहाँ हामीले पाउने सुविधा पनि उपभोक्ताले पाउनुपर्छ होइन। यहाँ यो वनको रेखदेख संरक्षण हामीले गर्छौँ। हामीलाई भनौँ अध्यक्षले
अगाडि लाग्ने, उहाँहरूको पछाडिमा हामी सबले सम्पूर्ण सदस्यज्यूहरू यहाँका उपभोक्ताहरूले लागेर यो वनबाट पाउने सुविधाहरू पनि हामीले लिन जान्नुपर्छ। अहिले एउटै अध्यक्षले लौ यहाँ यस्तो भएन उस्तो भएन भन्ने कुरा पनि हामीले राख्नु त भने हामीले भनौँ यो वनबाट लिनको लागि केही सुविधा लिनको लागि हामी उपभोक्तालाई पनि यहाँ हेर्नुपर्छ यो जङ्गललाई, होइन त भने म भनौँ एउटा यो ठाउँको हाम्रो विकास हुनुपर्छ, वनबाट आउने उब्जनीहरूबाट हामीले भनौँ यो ठाउँमा विकास पाउनुपर्छ भन्दै म आफ्ना 2-4 शब्द यहीँ राखेँ। होस् त। नजिकै नदी छ, हाम्रो काठ तनातन हुन्छ, आम्दानी हेर्छौँ 22 लाख 23 लाख 26 लाख हुन्छ। अलिकता मलाई मनमा लागेको कुराहरू अब यो यसलाई हामीले चाहिँ नदी आउँदैछ भन्ने र यो पैसा युज गरे हुँदैन र त्यसैले हामी अरूको मुख किन हेर्ने, हामी नजिकै आएको चिजले बचाउनु पऱ्यो नि त। र म यो के हो भने अब धेरै कुराहरू पनि अब गर्नु त बेकार हुन्छ। कतिपय उपभोक्ता साथीहरूले चाहिँ होटलमा र बाटोमा भन्छन् ओहो रानी जरोमा त यति धेरै काठ आएको छ, पैसा कहाँ छ थाहा छैन भन्छन्। अब हेर्नुहोस् न यहाँ आजको दिन भन्ने कुरा हो, मनमा लागेको कुराहरू हिसाब कस्तो छ के छ अघि सर भनेर जानुभयो। त्यही कारण के हो भने हजुरहरू एकदमै आफ्नो के अरे आएको कुराहरूलाई खोजतलास गर्नुपर्छ, हरिसाब हेर्नुपर्छ। हामीले भन्ने होइन त्यहाँ गएर, हामीले आजको दिन भन्नुपर्छ मनमा लागेको कुराहरू। अब सर अस्ति भन्नुभयो अब हामीलाई गहुँको सिजनमा कति समस्या भयो, 1 कट्टाको मलको लागि हामी लाइन लाग्नुपर्ने। यसै समुदायिक वनले एउटा सहकारी खोलेर यही उपभोक्तालाई 1 ट्रक ल्याएर मल दिदिएको भए के हुन्थ्यो त? ल भन्नुहोस् त, समस्या छ नि त हो, तर प्रक्रिया के हो अलिकता मलाई थाहा छैन फेरि। त्यही कारण के हो भने हामीलाई सामुदायिक बनिसकेपछि यो समितिले के गर्नुपर्ने हो, आम्दानी त आयो तर त्यो पैसा कहाँ जान्छ, कहाँ गयो त, होइन? त्यही कारणले गर्दा के हो भने अब हजुरहरूले पनि अब खासै म तपाईँहरूले चाहिँ म देख्दैन। अघि भर्खरै हिसाब किताब उहाँले भन्नुभयो, सरले आउनुभयो यसो हालिदिनु पो सक्यो, त्यो होइन। हामीलाई बोल्ने अधिकार आज छ, भोलि छैन। फेरि 1 घन्टाको लागि मात्र छ, अहिले बोल्ने हो, फेरि उता गएर बोल्ने चाहिँ के अरे ऊ मान्दैनन्। त्यही कारण के हो भने अब तपाईँहरूले चाहिँ अब अघि सरले चाहिँ अनुमोदन गर्नुभयो, हिसाब ठिक भयो, अब भयो, ल ताली हाल्नुहोस् त, ताली हाल्नुभयो। यो के मजा आयो त? मजा आयो? मजा आएन। म अलिकता सानो है, मेरो अलिकता म देखेको कुराहरू सर्ट भनिहाल्नुभयो। म अलिकता यसमा चाहिँ अलि भन्नुपर्ने कुराहरू भएको हुनाले म भन्छु। यो मसलन्द खर्च छ 27,850 रुपियाँ। 1 वर्षमा मसलन्द खर्च यति हुन्छ र? 1 वर्षमा कति चाहिँ सरसफा हुन्छ? मेरो मनमा लागेको कुरा है, भन्नु त पायो नि त। त्यही कारणले 1 वर्षमा साधारण के अरे वार्षिक अनुमोदन त चाहिँ सरसफा एकचोटि हुन्छ होला, होइन? वार्षिक त होला नि, 1 वर्षको होइन? 12 महिनाको 27,000 रुपियाँ खर्च भयो। अनि 27,850 रुपियाँ खर्च वास्तविक हो त? छ। बिल भरपाई त्यही कारण के हो भने तपाईँहरूले के अन्नाले महिनाको 2,250 रुपियाँ खर्च आयो, बढी हुनुपर्ने हो। भन्न त पायो नि त, होइन? 28,000 नै 27,850 रुपियाँ भएको छ, होइन? मैले अब भन्ने कुराहरू भने तर चाहिँ अध्यक्ष स्पष्टीकरण दिनुहुन्छ। अब कहाँ खर्च भयो भन्ने कुरा होइन, उहाँले दिनुहुन्छ। कति पेन आयो, कति कपी आयो, कति के आयो, होइन? उहाँले भन्नुहुन्छ, हामीले थाहा छैन त्यो। तर मनमा लागेको त हुनु पायो नि त। अघि भर्खरै सरले अनुमोदन गर्दाखेरि अब तपाईँहरूले अलिक बोल्नु पऱ्यो नि त। अलिक होटलमा गएर भन्नु यति धेरै काठ थियो, यति दाउल थियो, कहाँ गएर कहाँ थियो, लालसिङले कहाँ खायो भन्छन् के। अब उहाँ सरले भन्नुभयो, हाम्रो बुद्धिजीवी सर, कि राम्रो काठ मिलमा जान्छ, कुहिएको काठ उपभोक्ता लिन्छ। एकैछिन हो, अब किन जान्छ त? त्यही कारण के हो भने यस्तै मान्छे चाहियो के, हिसाब क्लियर चाहियो, मनमा लागेको कुरा चाहियो, हरेक कुराहरू चाहियो, होइन? त्यही कारणले के हो भने अब तपाईँहरूले चाहिँ अब पड्काइहाल्नु भयो, सक्यो त्यो त। तर मैले भोलिको दिनमा नपड्काइदिनु होला कि त्यसैले पर्प नहानिदिनु होला, होइन? ताली हानेपछि के अरे ताली हाल्नु मात्र होइन आएको त, यहाँ त दुःख सुखको कुरा गर्ने हो नि त। ल म यति भन्दै आफ्नो कुरा यति भन्छु। हस्, नमस्कार, धन्यवाद।
धन्यवाद सञ्चालकज्यू। हरियाली बन्छ हाम्रो देशको वरिपरि, हरियाली बन्छ नेपालीको मन छ त्यो वनलाई जोगाइराखिने, नेपालीको मन छ। मेरो स्वरले पनि आज साथ दिएको छैन, तै पनि त्यति भनिहालेँ देउडा पेर्मी हुनाले। श्री रानी जरुवा सामुदायिक वन उपभोक्ता समिति आज 11औं वार्षिक साधारण सभाका सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिगणहरू, हाम्रो बौनिया प्रशासन प्रमुखज्यूहरू, सशस्त्र क्याम्पका प्रमुखज्यूहरू, यसै गरी उपस्थित सम्पूर्ण दिदीबहिनी दाजुभाइ सम्पूर्णमा स्वीकार्नुहोस् मेरो नमस्कार। भन्ने कुरा त बार बार आइसक्यो, तैपनि कुनै पनि कार्यक्रममा आउँदाखेरि ताली नछुटिदिनु होला, किनभने कतिपय कुरा बुझेर मात्रै ताली चुट्नु होला। अहिले यो ठाउँमा लेखेको कुरा सबै सही छ भने हामीले ताली हानिसकेपछि यो कुरा गलत छ भन्न मिलेन, किनभने यसमा कति कुरा सही निक्लन्छ कति कुरा गलत निक्लन्छ तपाईँहरूलाई थाहा भएन, ताली हानिदिनु भयो। अब यो कुरा सबै सही भयो। यो वर्ष दिनको यो वनको भनेपछि आज तिहार हो, वर्ष दिनको यो वनको तिहार हो। यही तिहारलाई राम्रोसँग निकाल्ने कि नराम्रोसँग निकाल्ने, यो कुन काम कतिको गरेछ भन्ने एउटा यहीमा आएको कुरालाई जे होस् राम्रो भयो। अझ पनि यसै गरी राम्रो होस् भन्न चाहे मैले। राम्रो आइसकेपछि सबै जनताले राम्रो छ, अझ पनि यो वनको अझ पनि राम्रो होस् भन्न चाहे। अब यो काठको कुरा त अब धेरै भनिसक्नुभयो, अझ पनि भन्नु होला। प्रमुख अतिथि विशिष्ट अतिथि बोल्नुहुन्छ, अझ पनि भन्नु होला। हामीले कतिको सेवा सुविधा पाछौँ काठबाट, हामी कतिको सन्तुष्ट छौँ भन्ने हामी जनतालाई थाहा हुनुपर्ने कुरा हो। अब भन्दै म बिदा भएँ, हस्त, धन्यवाद। हामीलाई के बानी परेको छ भनेपछि हाम्रो बाबुबाजे जङ्गलको छेउमा बसेको हो, हामीले जङ्गलको छेउमा बस्नुपर्छ है भन्ने जस्तो बानी परेको छ नि, त्यस्तै हामीलाई बानी परेको छ। कुनै पनि कार्यक्रममा गयो कसैले ल यो तपाईँहरूलाई कस्तो लाग्यो ल चुट्टा ताली भनिदियो, त्यो कुरा बुझ्नु केही छैन, कुराकानी एकातिर कुम्लुबुकी ठिमीतिर। यहाँ हिसाब किताब कसैले लागेको कुरा भन्नु केही छैन। यो कति रुपियाँ कहाँबाट खर्च भयो, कहाँबाट आयो, यो हेरालु खर्च यति तपाईँले हिसाब कसैले नजाने भए पनि जान्ने मान्छे छन् नि त। यो बहुमतको कदर हुन्छ। सबैले ताली चुटिसकेपछि हामीले भन्न मिल्छ? मिल्दैन। त्यसैले ताली चुट्नुभन्दा पहिला यो हिसाब किताब कसैले बोल्न बाँकी छ कि तपाईँहरूमध्ये पनि उठेर भन्नुपर्छ नि त। यहाँ नभन्ने अनि अनुमोदन गरिदिने, त्यसपछि हामीलाई कसैले दाउरा मिलेन भन्ने, कसैले चोकचौरामा गएर लालसिंहले काठ त यति लत्तकै आउँछ बेचेर खाइसक्यो भन्ने। यो हिजो अस्ति म यहाँ आइराखेको छु, प्रत्येक दिन यहाँ तपाईँको यो यहाँको खडकटान भएको बेला यो उपभोक्ता समितिका मान्छे कोही मान्छे यहाँ उपस्थित हुँदैनन्। यहाँ चौकीदारको जिम्मामा हुन्छ। अनि आयबियो खोज्दाखेरि यहाँ मान्छे कम्तीमा पनि उपभोक्ताको पनि जिम्मेवारी हो कि होइन। यहाँ उपभोक्ताले पनि यहाँ जसै म मानौँ खड काट्न आएको छु, खड काट्न आएको मान्छेले 20 मुठा काटेर 15 मुठा घर लैजाने, 5 मुठा बुझाउने पनि भएको छ। यहाँ मान्छे छैन। तपाईँ हाम्रो कर्तव्य हो कि होइन? उसले लग्यो भनेपछि यसरी लगेको छ, यसलाई रोक्नुपर्छ भन्नुपर्छ कि पर्दैन? भन्ने बेला केही नभन्ने यहाँ गाई भैँसी ल्याएर हामीले यहाँ डोर्ने गरेका छौँ। रानी जरुवा सामुदायिक वनले के भनिरहेको छ, हामीले उहाँहरूलाई रिक्वेस्ट गरेका छौँ। न्यु ज्योति आबीमा टिचर छैन, उहाँले के भन्नुहुन्छ, यहाँ एकजना हेरालु छ, तपाईँहरू उपभोक्ता लागेर यो संरक्षण गर्नुहोस्, एकजना हेरालुको खर्च म एकजना मास्टर उपलब्ध गराइदिन्छु भनेर भन्नुभएको छ। के गर्नुभएको छैन? रानी जरुवा समुदाय वनले नगरे भन्ने त मलाई लाग्दैन। यो हाम्रो तटबन्धनको काम पनि गरेकै छ। उपभोक्ताले सुलभ मूल्यमा 70 रुपियाँमा काठ पनि पाएकै छ। लगभग हामीसँग 3वटा सामुदायिक वन छन्। सामुदायिक मान्छेका वनका मान्छे पनि यहाँ आउनुभएको छ। यसरी काठ लगभग लालीगुराँस र दानुवा फाँटाले उपलब्ध गराएको छैन। ठिक छ, राम्रो काठ अन्त जाने, नराम्रो काठ यहाँ आउने भन्ने विषयमा यो विषयमा पनि म अलिकति अनभिज्ञ छु होइन। धेरै मान्छे उपभोक्ताले भनेको कुरा हो, यो काठ राम्रो आउँदैन, यो काठ राम्रो यहाँ आएको छैन भन्ने धेरै उपभोक्ताबाट सुनेको छु। उपभोक्ता समितिले काठ चिरान गर्दाखेरि अलगैबाट यो चिरान समिति बनाउनु पर्थ्यो, त्यहाँ तपाईँहरू चुक्नु भएको छ क्या। उपभोक्ता समिति पनि आफै, चिरान समिति पनि आफै, सबै आफैले गरेपछि
बाहिरबाट चिरान समिति भइदिएको भए अहिले चिरान समितिले तपाईँलाई यो राम्रो काठ आएको नआएको जवाब दिने थियो नि त। हामी त उपभोक्ता समिति हो, तर चिरान समितिले कति काठ कहाँ चिरायो कहाँ बेच्यो भनेर उहाँहरूको टाउकामा फाल्न सक्नुहुन्थ्यो नि त। त्यसैले सबै कुराहरू सबै जिम्माहरू आफूमाथि नदिएर अरू पनि यो ठाउँमा युवाहरू छन् होइन, उहाँहरूलाई पनि रोजगारी पनि हुन्छ। अलिकति यो कटानीको बेला पनि अलिकति समस्या भएको छ। सबै समितिले के भन्छ, समिति तपाईँहरू आफै खटिएर दैनिक भत्ता खाएर गर्नुभएको छ। यहाँ युवाहरू छन्, उहाँहरूलाई जिम्मा दिएर उहाँहरूलाई दैनिक 10 दिन काठ काटियो भनेपछि 10 पंचे 50-5,000 रुपियाँ एउटा युवाले कमाउने अवसर पनि हुन्छ। त्यसैले त्यो पनि अवसरहरू दिनुहोला भन्ने भनाइ राख्न चाहन्छु। र अर्को कुरा, यो तटबन्धनको विषयमा चाहिँ रानी जरुवाले गरेको तटबन्धन छँदैछ। अझ पनि आगामी दिनमा वडा सरकारले, गाउँपालिका सरकारले, प्रदेश सरकारले, केन्द्र सरकारले गर्नुपर्ने कुरा गरिरहेको छ। तर पनि रानी जरुवाले बढचढ गरेर, किनभनेपछि हाम्रो समिति यता नजिकै पनि छ, विद्यालय पनि नजिकै छ, त्यसैले अलिकति रानी जरुवाको पनि ध्यान जाओस् भन्ने भनाइ राख्दै मेरा 2 शब्द यहीँ टुङ्ग्याउँछु। हस्त, धन्यवाद, नमस्कार। यो सम्पत्ति जो छ यो राज्यको सम्पत्ति भन्ने तपाईँ हाम्रो सम्पत्ति हो के? यो सम्पत्ति भने चाहिँ एउटै लाल सिंहको सम्पत्ति, एउटा अर्काको वन समितिको सम्पत्ति होइन। यो वन संरक्षण गर्ने सम्पत्ति पनि संरक्षण गर्ने तपाईँ हामी नै हो, र यो बचाउने पनि तपाईँहरू हो, र यसबाट उपभोग गर्न र यसबाट फाइदा लिने पनि हामी आफै हो। यसमा वास्तविक कुरा के बुझियो भनेपछि हामीले चाहिँ एउटा चाहिँ हाम्रो यो अहिले चाहिँ तपाईँको 1 सालको लगानी र मिहिनेत र पसिनाको सम्पत्ति हो, तपाईँहरूको सम्पत्ति हो। यो तपाईँहरू कर ट्याक्स मिहिनेत र संरक्षण गरेर आज चाहिँ यो काठ उत्पादन गर्नुभयो, बिक्री वितरण भयो। यही सम्पत्ति पनि कति खर्च भयो, कति आम्दानी भयो, कति के भयो भनेर तपाईँहरूले कसैले पनि सोच्नु भएन के? म यही कारणले गर्छु। म एउटा अतिथिको रूपमा आउनु पनि मलाई ठिक लाग्दैन। हेर्नुहोस्, किनभने पनि हिसाब किताब नहेर्ने, रौके तालिम छुट्टी दिने तपाईँहरू, एक बट्टा बिस्कुट पायो भने तालिम छुट्टी दिने, एक बट्टा 1 गिलास पानी पायो भने तालिम छुट्टी दिने। वास्तविक कुरा के हो, हिसाब किताब स्पष्ट हेर्नु पऱ्यो के? यो आफ्नो सम्पत्तिको नि हेरफेर गर्नु पऱ्यो कि नै, हेरविचार गर्नु पऱ्यो कि नै? यो सम्पत्ति कति इनामिना भए छ, कति बचत छ, कति खर्च छ, कति उयो छ, कति हामीले चाहिँ कार्यक्रमहरू सिमुलकका कार्यक्रमहरूमा पाएछौँ, कुनै हामीले के पाएछौँ भनेर बुझ्नुपर्ने कुरा होइन। तपाईँहरूले यो बुझ्नुहुन्न, रौका आएर तालिम छुट्टी दिनुहुन्छ, मलाई अलिकति ठिक लागेन। हेर्नुहोस्, यो अब म एउटा कुरा म यो पनि राख्न सक्छु, हाम्रो लेखा समिति पनि होला। यो लेखा समितिलाई म के कुरा राख्न चाहन्छु भनेपछि म एउटा अब लेखा समितिजी पनि हुन्छ, हाम्रो वन समितिको भन्नुहुन्छ। अब यो कर्मचारी खर्च भनेको छ 5,52,755 रुपियाँ जो कर्मचारी खर्च भनेको छ, यो वास्तविक चाहिँ यो वार्षिक खर्च हो कि कर्मचारीको तलब हो कि के हो, यो पनि स्पष्ट हजुरले गरिदिनु पर्ला। यो हजुर कर्मचारी भन्दाखेरि एउटा चौकीदार, अब त्यो पनि स्पष्ट हुनु, एउटा चाहिँ कार्यालयको कर्मचारी हो कि एउटा, हजुर मैले भन्नु खोजेँ त्यो स्पष्ट दिनु होला। अब त्यसपछि चाहिँ कार्यालयको कर्मचारीको खर्च हो कि अथवा चौकीदार सहित होइन वन हेरालु सहितको खर्च हो कि सबै 5,52,000 कतिका दरले हो। अब कर्मचारीको त कति हो र यी वन रक्षकहरू जो छन् 2 जनाको कति हो, त्यो चाहिँ स्पष्ट उहाँ गरिदिनु होला। मलाई त्यो चाहिँ एउटा कर्मचारीको मात्रै हो कि सोचेको थिएँ। अब यो पनि एउटा थाहा नपाएको कुरा भन्न पनि सकियो, तपाईँको अलग हो कि सबैको हो, त्यो बुझ्नको लागि हजुर स्पष्ट गर्नु होला। अरू त हिसाब किताब सब ठिकै होला। अब आम्दानीको हिसाबले गर्दा तपाईँको रानी जरुवा समुदायले आम्दानी पनि राम्रै गरेको छ, 7-8 लाख रुपियाँ चाहिँ जम्मा गरेको रहेछ, सम्पत्ति पनि देखियो। तपाईँको धेरै सामुदायिकहरूमा जस्तै पहिला चाहिँ हाम्रो चाहिँ समाजसेवी दलबहादुरले भने जस्तै जति चाहिँ 60 लाख 70 लाख 50 लाख 50-70 लाख भन्ने वास्तवमा रकम चाहिँ तल जिरै। यता आम्दानी पनि भयो, यता खर्च पनि भयो, यताबाट ल्यायो यताबाट बराबर खाएर सिद्ध्यायो। त्यस्तो हिसाबले गर्दा जङ्गल टाट पनि बनाएका छन् धेरै सामुदायिकहरूमा। यसमा अलिकति केही आम्दानी पनि देखियो, त्यसको लागि त्यो हिसाब गर्नु भएन। त्यो रकम जो काठ चिरानको बारेमा जो कुरा गरियो, यो काठ चिरानको हिसाबमा खास कानुनी माध्यम भन्ने के हुन्छ भनेपछि पहिला सुरुमा उपभोक्ताले पाउने हुन्छ। यो सिस्टम भन्ने यो विधान अनुसारमा के हुन्छ भने पहिला चाहिँ उपभोक्तालाई हुन्छ, त्यसपछि उपभोक्ताले यति उपभोक्ताले लिएन भनेपछि त्यसपछि के हुन्छ त्यो नियम सिस्टममा चाहिँ नजिकको सामुदाय वन बन्छ त्यो काठ चिरानको पाउने। त्यसपछि उसले लिएन भनेपछि त्यसपछि के आउँछ भने ठेक्का टेन्डर प्रक्रिया अगाडि जान्छ। विधानमा त्यो टेन्डर प्रक्रिया अगाडि जान्छ। पहिला पाउने उपभोक्ता हो, मेन पाउने उपभोक्ता हो,
उपभोक्ताले पाएन भनेपछि चाहिँ तपाईँको नजिकको छिमेकी समुदायको उपभोक्ताले त्यति उपभोक्ताले चाहिँ ती कसैले लिएन भने चाहिँ ठेक्का टेन्डरको प्रक्रिया हुन्छ। अब यो कुरा चाहिँ हाम्रो चाहिँ सभापति होइन रान्जेरुवा समुदाय वनका अध्यक्षज्यूले पनि भन्नुहोला। अब यो तटबन्धनको विषयमा आयो, तपाईँको यो जङ्गल भन्छ नि सरकारभित्रको मान्छे होइन, यो जङ्गल भन्ने चाहिँ तपाईँको यस्तै ओडाको छुट्टै, गाउँपालिका छुट्टै, प्रदेश छुट्टै भनेर हुँदैन क्या। यो जङ्गलको दायित्व चाहिँ तपाईँको यही सरकारभित्र अन्तर्गत, स्थानीय सरकारभित्र अन्तर्गत पर्छ क्या। यो यहीले पनि विकास गरे हुन्छ क्या। यो विकास चाहिँ किनभने विकास भने के तपाईँको हुँदा त यो रानीजरुवाले पनि गरेको छ धेरै चाहिँ तपाईँको यो धेरै चाहिँ पोहोर पनि अब तटबन्धनका कुराहरू जस्तै त्यो के अरे यो के अरे के भन्छन् त्यो धार परिवर्तन पनि गर्यो, केही हामीले ओडाले पनि गऱ्यौँ, केही गाउँपालिकाले पनि गऱ्यौँ। हामीले अहिले चाहिँ प्रदेश सरकारबाट 3 पेटी चाहिँ 3 टाइम 3वटा चाहिँ हामीले चाहिँ यही ठाउँ र यही समुदाय र यो यहाँ विकास हुँदैन भनेपछि तपाईँको हामीलाई के चाहियो? यति बाटो छैन, तटबन्धनै छैन, हामी रहँदैन भनेपछि हजुरको के को लागि चाहिँ तपाईँको हामी विकास के त पहिला जनता बस्नु पऱ्यो के। जनता बस्नु नै विकास हुनु हो। जनता बस्यो भने विकास छ। यहाँ सबै नदी आएर सबै जनताले बगाएर लैजान्छ भनेपछि तपाईँलाई के स्कुल चाहियो, के बाटो चाहिए, के कुलाका चाहिए, के नहर चाहिए, एक त्यस्तो किसिमको पनि छ। सुन्नुभयो नि। दोस्रो कुरा यो तटबन्धनको आवश्यकता हिसाबले गर्दा विशेष अघि चाहिँ नवराज टमाटा सरले जो भन्नुभएको छ विशेष तटबन्धनको यो रकम चाहिँ विनियोजन आजकै साधारण सभामा हामीले पनि प्रदेशबाट रकम हाल्छौँ, ओडाबाट पनि रकम हाल्छौँ, साझेदार भएर पनि एउटा तटबन्धन गरेर यो बस्तीहरूलाई बचाउने जसरी एउटा समुदायले बचाउने घोषणा गर्नु पर्यो। जसरी पनि आजको यो साधारण सभामा पास हुनु पर्यो, पास गर्नु पर्यो बजेट। किनभने बस्ती छ, जनता छ त सबै छ, जनता छैन त केही छैन। त्यसै सबै मिलेर त्यही हिसाबले गर्दा बस्ती बचाउनु। दोस्रो कुरा के छ भने हामी एउटा बस्ती भर्खरै आज प्रशासनजी पनि मेरो यहाँ आउनुहुन्छ, प्रशासनजी पनि आउनुभएको छ। तपाईँ यो ढुङ्गा बालु उत्थोदन गर्दाखेरि एउटा ढुङ्गा बालु उत्थोदन गर्दाखेरि के गर्छन्, हामीले आइए गरेका हुन्छौँ। आइए गरेबाट ट्र्याक्टरवाला व्यवसायवाला पनि यहाँ हुनुहोला। अब चाहिँ तपाईँ आइए गरेको ठाउँबाट नलिने, यहीँ तपाईँको यहीँबाट चाहिँ ढुङ्गा बालु उत्थोदन गर्ने, चोर्ने, तस्करी गर्ने, भोलि बगाएर जनताहरू बगाउने यो सिस्टम पनि यहाँका ट्र्याक्टरवालाले पनि यो कुरा बुझ्नुपर्ने वास्तवमा पनि छ। यदि त्यो बुझ्दैन र यहाँबाट पुनि गइरहेको छ भने प्रशासन यहीँ हुनुहुन्छ, सिधा समाचार ट्र्याक्टर लिएर हाल्नुहोला। उसले कानुनी दायरामा हजुरले तुरुन्तै हजुरले चाहिँ कानुनी दायरामा लिनुपर्ने हो हजुरले चाहिँ। त्यो कारणले पनि हजुरले यो गरिदिनु पर्ने हो। किन बस्ती त बचाउनु पऱ्यो नि, जनता त बचाउनु पऱ्यो नि। त्यो कारणले गर्दा यस्ता यहाँका ट्र्याक्टरवालाको पनि त्यस्तो किसिमको गतिविधि पनि भइरहेको छ। त्यसै कारणले गर्दा यो सबैजना मिलाएर विकास गरौँ, ओडा बचाउँ होइन हजुर, गाउँ बचाउँ। हाम्रो त एउटा श्रीलङ्काको वरिपरि श्रीलङ्काको टापु जस्तो ठाउँ छ, वरिपरि नदीले घेरेको ठाउँ छ होइन हजुर। यो आज हाम्रो चाहिँ कुनै पुँजीपतिको मान्छे जाला, काठमाडौँ बेलायत कुनै ठाउँमा जाला, हामी गरिबको मान्छे चाहिँ 1 कट्ठा 1.5 कट्ठा 2 कट्ठा जमिन भएका मान्छे छौँ। यही जमिन भएन भने हामी भोलि के जाने कहाँ? यही बस्ती हाम्रो भएन भने हामी जाने कहाँ त? यसलाई बचाउनको उपायले गर्दा ओडाले, गाउँपालिकाले, प्रदेश लिएर यो वनले हामी सबै साझेदार भएर यहाँको बस्ती बचाउनेको लागि हामी विशेष पहल गर्नुपर्छ भन्दै अब भनौँ भने धेरै टाइम पनि छैन। मेरो अर्को ठाउँमा पनि कार्यक्रम भएको हिसाबले जानुपर्ने भएको हिसाबले गर्दा यो कार्यक्रमको यो आजको जो वार्षिक साधारण सभाको कार्यक्रमको जो आयव्यय चाहिँ सबैले अनुमोदन गरिदिएकोमा र यसले राम्रो काम फेरि राम्रो तरिकाले यो वनले राम्रो काम अगाडि बढाओस् भन्ने शुभकामना गर्दै यो वार्षिक साधारण सभाको शुभकामना दिँदै मेरा 2 शब्द यहीँ टुङ्ग्याउँछु। हस्त धन्यवाद, नमस्कार। मलाई खुसी लाग्यो आज। किन खुसी लाग्यो भने एकछिन त्यहाँ हल्ला भयो, त्यहाँ उतातिर हल्ला भयो, हल्ला नगरिदिउँ। मलाई खुसी किन लाग्यो भने यहाँ आफूले तलबाट बोल्न नसके पनि हाम्रा केही अतिथिज्यूहरूले यो कुरामा तपाईँ प्रष्ट हुनुहोस्। म पनि भन्छु, म प्रत्येक यो मात्र साधारण सभा, यो त म यो संस्थाको अध्यक्ष भएको साधारण सभा भयो। म अन्य संस्थाको साधारण सभामा गएपछि तपाईँहरू ताली नबजाउनु होला है, पहिला बुझ्नुहोस्, त्यसपछि ताली बजाउनुहोस् भन्छु। किनभने बुझ्न जरुरी छ, बुझेर ताली बजाउनुपर्छ। यो मलाई धेरै हृदयदेखि उहाँको म सम्मान गर्न चाहन्छु। रह्यो सवाल सामुदायिक वन। अब किनभने विशेष गरेर सामुदायिक वनलाई यो साधारण सभा सामुदायिक वनकै भएको कारणले गर्दा मलाई पानी भएको हुँदा मैले यसप्रति बढी बोल्नुपर्ने हुन्छ। तपाईँहरूको कसैको गल्ती छैन, गल्ती सब मेरो छ। तपाईँहरूको गल्ती छैन, मेरो गल्ती छ। किन गल्ती छ भने जहाँसम्म यो सामुदायिक वन बनायो तपाईँहरूले लाग्नुहोस् अगाडि भन्नुभयो, म लागेँ। आज यो सामुदायिक वन अन्तको सामुदायिक वन थियो, अरूले यसलाई
संरक्षण गरिरहेको थिएँ त्यहाँबाट खोसेर ल्याउँदा तपाईँहरूले सहयोग गर्नुभयो यो बनायौँ र आज यो हाम्रो हातमा आइसकेपछि तपाईँहरू अब जङ्गलमा आग लागेको छ चोरी तस्करी भएको छ तपाईँहरू पिन्न फर्किनुहुन्छ यतातिर हेर्नुहुन्छ उतातिर जानुहुन्न सत्य कुरा यो कसै सबैलाई भन्दैन केही हामीसँग यस्ता प्रवृत्ति भएका साथीहरू पनि छन् हो अब जङ्गलमा चोरी तस्करी हुँदैछ हामीलाई जानकारी छ आएर खबर गर्छन् तर त्यहाँ गएर जाँदैनन् त्यहाँ जाँदैन मलाई खबर गर्छन् सदस्य के अरे संस्थाले खबर गर्छन् त्यहाँ यस्तो भइरहेछ तर त्यो मान्छेले त्यहीँ अस्ति मलाई एउटा खुसी के लाग्यो भने हाम्रो भाइ उसलाई अब पाण्डे भनेर चिन्छ उसको नाम विशेष गरेर जङ्गबहादुर रहेछ ऊ फलिसाउन त्यो के पूजामा कता जाँदै थियो त्यहाँ एकजना हामीले त्यो हालेको पोल जो काँडेतार लगाएको पोल कसैले बोकेर ट्र्याक्टरमा हाल्न लागेको रहेछ तुरुन्तै मलाई फोन गर्यो उसलाई त्यहाँनिर समातेर राख्यो हाम्रो त त्यो हो नि त काम तब पो त्यो जङ्गल बस्ने हो तर यहाँ के छ भने यो फलानाको जङ्गल हो तपाईँहरू मतभेद नगर्नुहोस् म यदि नराम्रो छु ममा चित्त बुझ्दैन भने अर्को अध्यक्ष ल्याउनुहोस् म तपाईँहरू समाजप्रति कुनै किसिमको तपाईँहरूको हेर्ने दृष्टिकोणमा म गलत छु भने मलाई नल्याउनुहोस् अर्को ल्याउनुहोस् तर वन बचाउँ यो वन हामीले बनाएको वन भोलि गएर हाम्रो आउने हस्तीलाई काम लाग्ने हो यो हामीलाई काम लाग्ने वन होइन यो त्यत्तिकै आएको वन होइन लालसिंहको टाउको काटेर भगुन्डो खेल्नुपर्छ भन्न समेत पाएर त्यतिसम्म लडेर तपाईँहरूको सपोर्टले यो आएको वन हो यसलाई नगुमाउनुहोस् अहिले यो खतराको घन्टीमा छ यो वन किनभने समितिका साथीहरू हामीसँग 9 जना हुन् 9 जना पनि आज 2 जना छैनन् समितिका साथीहरू पनि एक्टिभ हुनु पर्यो एक्लै आज म कति दौडिएँ भने घरमा बसेर सचिव भने घरमा बसेर अन्य उपाध्यक्ष हर संस्थामा बस्ने तर घरमा बसेर घरबाट डाइरेक्सन दिएर यो बस्नेवाला छैन म हात जोड्छु सबै लागौँ हो एउटा कुरा चाहिँ यहाँमा गुमाउन सकिन्छ के गुमाउन सकिन्छ मेरो आउने सन्ततिले मलाई गाली गर्ने हो मेरो पछाडि मेरा छोराहरूले मलाई गाली गर्ने सबका बाउले इन्डियामा गएर डन्डा हाने के अरे गेट कुरे अनि रत्नगिरी गए आम बगैँचा कुरे अनि कमाएर उच्च शिक्षा हासिल गर्नसम्म अरूका बाउले पढाएर सरकारी जागिर भए तैँले के गरिस् जङ्गल कुरिस् आज तैँले के गरिस् भन्ने हो मेरा बाउ मेरा छोरा आउने पछाडिका सन्तति भन्यो भने हो यो चाहिँ हामीले त्यहाँ सेवासी पाइने हो किनभने घर त्यागेर जङ्गलमा लाग्नु पर्यो त्यो सबैले घर त्यागेर नै जङ्गलमा लाग्नुपर्ने हुन्छ यहाँ जङ्गलबाट आउला भन्ने केही हुँदैन 27,000 स्टेसनी खर्च आउँदाखेरि हाम्रो आजका प्रमुखले के हो भन्नु तर बढी आउनु पर्ने कमायो भन्नेमा छु म यहाँ खर्च यो जो बचत जो रकम छ नि हिजो साथीहरूले अस्ति के भने एउटा कुखुरा काटेर खाउँ हामी आयौँ समितिका साथ खर्च होइन खानु त घरमा छ 2 रुपियाँ बचाउँ तपाईँहरूको तलब कहाँबाट दिने हो भने मैले बनेरहरूलाई यही खरबाट यही जङ्गलको दाउरा घाँस दाउराबाट काठ बिक्रीबाट आएको त्यो पैसाले तपाईँहरूको तलब दिने हो मैले घरबाट दिने त होइन भन्ने यहाँसम्म मैले भूमिका खेलेको छु हेर्नुहोस् रह्यो सवाल काठको कुरा काठ मैले नराम्रो काठ कसैलाई दिएको छैन छानेर दिएको छु तपाईँ आउनुहोस् छान्नुहोस् नराम्रो एकछिन तपाईँ चिरेको काठ चिरेको काठ एकछिन नबोल एकछिन साइड जानु न प्लिज र भने अब त्यो काठलाई तपाईँलाई बनाएर एउटा चौखट बनाएर तपाईँलाई 70 रुपियाँ फिटका दरले बनाएर तपाईँहरूलाई दिएको छ हो तपाईँको निवेदन लाइनमा छ काठ घाटगद्दीमा छ तपाईँको पाउनु भएको छैन तपाईँ पाउने लाइनमा हुनुहुन्छ अहिले यो काठ के भएको छ भने भोलि मात्र खुल्दैछ काठ यो काठ भोलि मात्र खुल्दैछ यो हाम्रो प्रदेश नम्बर 7 को के अरे मुख्यमन्त्रीज्यूले यो काठलाई आज 2 महिना भयो बन्द गरिदिनु भएको छ यो सुदूरपश्चिम प्रदेशभरिमै भोलि खुल्दैछ यो काठ खुल्न साथ मेरो सोच के छ भने यो काठ बेच्ने होइन यो अझ फेरि चिराएर उपभोक्तालाई दिने 17 भन्ने मेरो सोच छ तर अहिले के छ भने हेर्नुहोस् अब फेरि म भन्छु सुरुमा काठ काट्दाखेरि 32 वटा निवेदन आए यसै उपभोक्ताहरूले 32 वटा निवेदन आए ल गोलिया चोइस गर्नुहोस् भने मैले गोलिया चोइस गरेँ आफूले छाडिसकेपछि त्यो काठको मूल्य 1250 रुपियाँ चाहिँ एक ग्रेड छाटेका छन् 1250 रुपियाँ छ त्यो 1250 रुपियाँ तिर्न नसक्ने उपभोक्ता आए
एकजनाले एकजना मात्र लिन्छु भन्ला थियो, त्यसले पनि म लिँदैन भन्यो। एउटा गोलियाको 20,000 25,000 27,000सम्म भयो। उहाँ त्यतिखेर उपभोक्ता हुनुहुन्थ्यो। त भने अब मलाई बहुत ठुलो समस्या पर्यो। मेरो सामुदायिक वन बनायौँ, नेपाल सरकारको कानुन अनुसारले यो उपभोक्तालाई पहिलो प्राथमिकता दियौँ। त्यो कानुन अनुसारले पहिलो प्राथमिकता दिँदाखेरि उपभोक्ताको 32वटा निवेदन आए। 32वटा निवेदन आइसकेपछि एउटा उपभोक्ताले काठ पाउँदैन भने मलाई चिन्ता भएन। वन बचाउने, रात दिन चाहिँ गस्ती गरेर चोरी तस्करीबाट वनलाई बचाउने, आग लागीबाट वनलाई बचाउने, अनि अतिक्रमणबाट वनलाई बचाउने उपभोक्ताले काठ पाएन भने चिन्ता भएन। समूहको अध्यक्षलाई चिन्ता भयो। बसेँ, म तुरुन्तै मिटिङ राखेँ, सब डिभिजनमा गएर बसेँ। सब डिभिजनमा धर्ना टेकेँ, हुँदैन लालसिंहजी, तपाईँले यो काम तपाईँको सफल हुँदैन, तपाईँ पक्कै पनि धोका खानुहुन्छ भनेर मलाई सब डिभिजनको हाकिमले भन्दा धोका खाएँ, म खान्छु, तर मेरो सिफारिसले अगाडि बढा भन्छ। डिभिजनमा गएँ, डिभिजनको हाकिमले पनि त्यही भन्यो। तर आखिरी उहाँबाट ल्याइसकेपछि फेरि मैले चिरान आदेश ल्याएँ। हेर्नुहोस्, मेरो उपभोक्ताले काठ पाउँदैन, किनभने एउटा चौखट चाहिएको छ। 27,000ले गोलिया लिने उसले लिँदैन। अब रेट कति लगाउँ भनेर भन्दाखेरि नेपाल अधिराज्यभरि मैले गरेँ, सर्च गरेँ। किनभने नेपाल अधिराज्य 77 जिल्लाको मिटिङमा मैले बस्न पाएको थिएँ काठमाडौँ। त्यो मिटिङमा काठको मूल्य कतिले कति लगाएर रहेछ भन्ने बुझ्दाखेरि सबको 200 150 भन्दा 200 भन्दा माथि नै थियो। अनि मैले 70 रुपियाँ फुट दिनुपर्छ भनेर भन्दाखेरि साथीहरूले पनि ल ठिक छ भन्नुभयो। आज त्यो अनुसारले तपाईँहरूले 70 रुपियाँ फुट बनाएर पाउनु भएको हो। नत्र भने कानुन अहिले प्रदेशको कानुन भोलि आउँदैछ। त्यो कानुनले के भन्छ, उपभोक्तालाई चिरेर बाँड भन्छ कि या नीतिगत रूपले जुन संविधान के यहाँको के अरे वन मन्त्रालयको यो वन नियमावली अनुसार काम गर भन्छ। त्यो त्यसपछि उसको कुरा उसले आएको कुरामा त्यसपछि हामी थाहा पाउनेछौँ। होइन भने अहिलेसम्म हामीले यो पाएका छौँ। हो, कसैलाई कसैलाई पाख भएकै होला, म नजानेर यो कुरालाई म तपाईँहरूबाट म क्षमा माग्न चाहन्छु। रह्यो सवाल स्थानीय सरकार, आज सायद पहिलोचोटि होला यसरी स्थानीय सरकार र हाम्रो यहाँको यो पूर्ण बैठक भएको। उहाँहरूको के आयो भने भाष रानी जरुवाले ठिक गर्यो भन्ने मैले अब भनौँ न धेरै मैले भाष पाएन। यो रानी जरुवा यो बर्दगोरिया गाउँपालिकाले बजेट हाल्नुभन्दा पहिला यो खोलामा रानी जरुवा सामुदायिक वनले हालेको। यो बस्ती बचाउनुपर्छ, यो न्युजोदी स्कुल बचाउनुपर्छ भनेर यो खोलामा हालेको के अरे यो धार परिवर्तनको लागि। त्यो धार परिवर्तनले अहिलेसम्म बचेको त अब बरु उहाँहरूले यो काम गरिदिनु पर्यो। उहाँहरूले 20 लाख हाल्छ भने हामी सबै उपभोक्ताको मन्जुरी लगेर म 10 लाख हाल्न तयार छु, यदि आम्दानी भयो भने। उहाँले 20 लाख हाल्यो भने 30 लाखले हुँदैन, हुन्छ नि। एउटै रानी जरुवाले कहिले जीवनमा बनाउन सक्दैन। चौकीदार पाल्ने अनि एउटा सानो बनो 234 हेक्टर जमिन भएको हो, अनि सबैमा काठ छैन, फेरि कुनै खाली ठाउँ छ भने हामीले काठ पाउनुपर्ने भने 3132 क्युफिट मात्र हो हाम्रो घाटगतिमा आउने काठ। अनि त्यो 3200 क्युफिट काठले उपभोक्तालाई बाँडेर अनि बाह्य उपभोक्तालाई दिएर अनि त्यसले चाहिँ यो तटबन्ध गर्न सक्छ त, यो स्कुललाई बचाउन सक्छ त? गर्नसम्म गरेको छ तपाईँहरूको साथ र सपोर्टले, अझै गर्छ। तर स्थानीय सरकारको ध्यान जाओस्, स्थानीय सरकारको पछाडि रानी जरुवा छ। त्यस्तै गरेर लाली गुराँसलाई पनि लगाउनु पर्यो। जुन शब्द यहाँ बोलिएका छन् आजका स्थानीय सरकारले, त्यो लाली गुराँसमा बोल्नु पर्यो, त्यो दानुवाफाटामा बोल्नु पर्यो। किनभने हाम्रो सम्पत्ति हो यो सामुदायिक वन भनेको, हामी सबैको साझा सम्पत्ति हो। मेरो कुनै कमी कमजोरी भएको छ भने स्थानीय सरकारले भनोस् यहाँनिर कमजोरी भएको छ भनेर भनोस्, होइन? म उहाँहरूलाई यो गरिदियो भने उहाँलाई धन्यवाद। यो लप 150 उपभोक्ताले घेरेको यो रानी जरुवा सामुदायिक वन फुलमाला हालेर उहाँको सम्मान गर्ने छ। उहाँहरू पनि गोजाबाट दिने होइन, तर उहाँको पनि कुरा कतिको सुनाइ हुने हो माथि, यो अनुसारले बढ्ने हो। उहाँहरूले पनि घरबाट लिएर बनाइदिने होइनन्, तर बोलिदिनु होला भन्न चाहन्छु। रह्यो सवाल अब आजको मैले धेरै बोलेँ, किनभने यो 10औं चोटि यहाँको उपभोक्ता सबले बुझिसकेका छन्। के अरे उनलाई थाहा छ मैले बोलिरहन्छु, यही कुरा बार भन्नुहुन्छ। नयाँ कुरा केही आएको छैन, किनभने 4 वर्षपछि एकचोटि काठ काटियो। अनि यो ढलेको अनि पाल परेको काठ पालै पर्छ। कसैकोमा पाल पड्या पनि गयो होला, होइन? अब ढलेको ढला पडा किराले खाएको छ, त्यो पाल परेको पनि गयो होला, होइन? अब यसलाई म क्षमा प्राप्ति छु। राम्रो रुख ढलेन, त्यही पाल परेको रुख ढल्यो, होइन? यसमा म क्षमा प्राप्ति छु। रह्यो सवाल अब यो हाम्रो दिगो वन व्यवस्थापनमा यो जिल्लाबाटै
जिल्लाबाट यो प्रदेशको चौथो नम्बरमा पढेको छ। 4वटा सामुदायिक वन छन्, ती 1 नम्बर दिन सकेका छैन प्रदेशले। एउटा त्यसभित्रमा रानीजुरुवा पनि पर्छ। त भने यो जिल्लामा यो 16-17वटा सामुदायिक वनमा 1 नम्बरमा परेको छ। अब सायद 2-4 दिनमा हाम्रो यो वनलाई निरीक्षण गर्न आउनेवाला छन्। अहिले पत्रकारज्यूले भन्नुभयो जो कि वन यस्तो भएको छ भनेर तपाईँहरू सबैलाई थाहा छ। तर एउटा बिन्ती छ आमाहरू, यहाँका दाजुभाइ दिदीबहिनीहरू, बाख्रे गोठालाहरू, तपाईँहरू बरु ठुलो रुख तपाईँ आँसीले डाल्नुहोस्, बन्चोरो नलगाउनु, आँसीले डाल्नुहोस्। यी साना आउन लागेका बच्चाहरू तपाईँका नाति हुन्, तपाईँका पनाति हुन्, यिनलाई चाहिँ नकाटिदिनु होला। यो पनाति हुन् तपाईँका, यिनलाई चाहिँ नकाटिदिनु होला। यसले गर्दा चाहिँ हामी बचेका छौँ। भोलि आउने सन्तानलाई काम लाग्ने चिज पनि त्यही हो। प्लिज यसलाई नकाट्नु। त्यसलाई काट्नुभन्दा पहिला मलाई काट्नु होला। त्यो रुख काट्नुभन्दा पहिला मलाई म माथि नोक्सान पुगाउनु होला। हुन त पुग्न त अस्ति भर्खरै मेरो घरमा आगै लाग्यो हो। तर तपाईँहरूको मायाले गर्दा मैले कसैको नबिराएको रहेछु, कसैको पनि मैले अहिलेसम्म नबिराएको रहेछु, म सही रहेछु भनेर मैले बुझ्न यसरी परीक्षा पाएँ। जो कि घरमा आगो सत्यानाश गर्नको लागि लगाएको आगो तुरुन्तै लागेको 2 मिनटमा थाहा पाएर तपाईँको मायाले बचेको त्यो सम्पत्ति, तपाईँहरूको सबको मायाले बचेको हो। यो भन्दै तपाईँहरू सबैले यो वनलाई माया गर्नु होला। अनि जतिखेर अब झाडी सफाइ गर्नुपर्ने छ भित्र, त्यो कटान एरियाभित्र हामीसँग अहिले हेर्ने हो भने यसलाई उन त यो 3टा टोलमा विभाजन गर्न खोजेका छौँ हामीले। 3टा टोलले गएर त्यो झाडी सफाइ गर्ने। तपाईँहरूलाई नास्ता मिल्छ, मजुरी मिल्नेवाला छैन। म स्पष्ट भन्छु, किनभने अहिलेसम्म हामी 2 वर्षमा एकचोटि नवीकरण, अब यो साउनमा गर्ने हो नवीकरण छुटेको मान्छे फेरि त्यो उपभोक्ता पनि हुनु पाउनेवाला छैन। यो पनि त्यो नीति अनुसारले यो पनि बुझ्नु होला। 3टा टोलबाट कुन टोलको कतिखेर पर्छ यो माथिबाट काँडे तार हाल्ने, पोल काट्ने र भित्र झाडी सफाइ गर्ने। त्यो झाडी सफाइ गरेको दाउराहरू तपाईँहरू घरमा ल्याउनु होला, घाँस तपाईँहरू ल्याउनु होला। तर उपभोक्ता त्यहाँ पुगेकै हुनुपर्ने। फेरि हामीले यो पाएनौँ त, हामीलाई यो दिएन त नभन्नु होला। त्यो सबैले केयर गरिदिनु होला। हाम्रो यहाँ मञ्चमा बसेका अतिथिज्यूहरूले र यहाँ सबै जति पनि यहाँ आउनुभयो बुद्धिजीवीहरूले पनि केयर गरिदिनु होला। एक्लैले एउटा हातले ताली बज्दैन, त्यसलाई 2टा हात चाहिन्छ भन्दै आज तपाईँहरूलाई यो साधारण सभा हो यो युवाहरूको लागि खुसीको खबर के भनिदिन्छु भने बल होइन, तपाईँहरूलाई मैले 30,000 बराबरको पनि सामग्री ल्याएर दिएको। अब हाम्रो गाउँपालिका तुरुन्तै अब अध्यक्ष अहिले अधिवेशनमा जानुभएको छ गाउँपालिकाको, उहाँले के भन्नुभएको छ भने यहाँ चाहिँ फुटबल र भलिबल ग्राउन्ड बनाइदिन्छु भन्नुभएको छ। हामी यहाँ चाहिँ फुटबल र भलिबल ग्राउन्ड हामी तपाईँहरूलाई दिनेछौँ। र अब बल तपाईँहरू खेल्नुहोस् न, कुलतमा नलाग्नुहोस्। के दिएन रानीजरुवाले र लालीगुराँसले तपाईँहरूलाई? म त्यहाँ लालीगुराँस हुँदाखेरि पनि तपाईँहरूलाई के दिएन? भलिबल दिएन कि, फुटबल दिएन कि, जुत्ता दिएन कि, ड्रेस दिएन कि, क्रिकेटका सामग्री दिएन कि? म जुन संस्थामा लाग्यो त्यहाँबाट तपाईँहरूले दिएको छु। तपाईँहरू त बस फेरि यस्तो दुःख नमान्नु होला। दुःख मान्नु भनेको तपाईँहरूले दुःख मान्नु त तपाईँको भविष्य बिग्रिन्छ। हामी 4-5 जना बस्यौँ त्यहाँ। मैले 2 दिन उहाँ सरहरू आउनुभएको गस्तीमा। यहाँ अहिले गस्ती अहिले चाहिँ कम भएको छ। 3-4वटा ग्रुप बन्ने, बिचमा गाँजा खाने, त्यहाँ बिचमा उतातिर के ड्रग्स खाइदिने, के खाइदिने होइन। अनि हामीले तपाईँलाई फुटबल दिने कि अब त गाँजा खेती गर्नु पर्यो जस्तो लाग्यो। अब ड्रग्स खेती गर्नुपर्ने जस्तो लाग्यो। किनभने आजकलका बच्चाहरूलाई चाहिएकै त्यही रहेछ। यो अनि अब त्यस्तो चिजहरू तपाईँहरू त्यसको पछि लाग्नुहुन्छ। तपाईँ कतिखेर फुटबल खेल्ने, कतिखेर तपाईँ क्रिकेट खेल्ने? तपाईँलाई ग्राउन्ड के चाहियो? तपाईँलाई त रुखको तल छारी चाहियो। योबाट पनि तपाईँहरू युवाहरू बच्नुहोस्, योबाट पनि सचेत हुनुहोस्। र यदि कोही त्यस्ता युवाहरू यहाँ आउनु भएको छ भने आजैबाट त्यसलाई त्याग्नुहोस्। तपाईँहरूलाई हामी सबै यत्रो समाज यहाँ सशस्त्र बेस क्याम्पबाट आउनु भएको छ, इलाका प्रहरी कार्यालयबाट आउनु भएको छ, उहाँहरू पनि तपाईँहरूलाई सहयोग गर्छन्। यदि मैले गरेँ भने उहाँहरूबाट मलाई चाबी लाग्छ। तपाईँले भन्नुभएको थियो हाम्रो अगाडि किन गर्नु भएन भन्नुहुन्छ भन्दै उज्जवल तपाईँहरूको भविष्य छ, हेर्नुहोस्, यो चिजमा नलाग्नुहोस्। र यस सामुदायिक वनमा आजको यो 11औं साधारण सभामा तपाईँहरू सबै आएर भव्यता साथ यसलाई सफल पारिदिनु भयो र यसको खोजी नीति गर्नुभयो। र मलाई एउटा ठुलो आश बोकेको छु, तपाईँहरू अब सर्लक्कै ल है जङ्गलमा आज जानुपर्छ भनेको समयमा तपाईँहरू सर्लक्कै आउनुहुन्छ भन्ने आशा बोक्दै यो वनप्रति तपाईँहरू माया गर्नुहुनेछ भन्ने आशा बोक्दै आजको यो सभा यहीँ सम्पन्न भएको म घोषणा गर्न चाहन्छु। हस्त नमस्कार।